आजको यस सभामा उपस्थित पूर्व प्रधानमन्त्री सूर्य कुमार दाहालज्यू, हाम्रो मुख्य पाहुना पद्मरत्न तोलाधरज्यू, हाम्रो भूतपूर्व प्रधानमन्त्री वामदेव गौतमज्यू, मल्लके सुन्दरज्यू, पूर्व सभामुख जगन्नाथ ढुङ्गानाज्यू, नरेशगिरी साक्यज्यू, गणेशबहादुर मानन्दर, गजनराज जनार्दन शर्माजी हुनुहुन्न, गइसक्नुभयो। मुख्य आजको सभा हामीले पद्मरत्नजीको हामीले दुईटा सभा गरिसकेको थिए, जुन कि चाहिँ यो पत्रकारितामा उहाँको के जन छ भन्ने र मानव अधिकार सम्बन्धीमा उहाँको के अध्ययन छ त्यस विषयमा हामी सभा गरिसकेको छौँ। उहाँलाई चाहिँ धेरै नै चाहिँ उहाँहरूबाट चाहिँ भने कार्यक्रममा राम्रो चाहिँ सँग चाहिँ काम सफलता भएको थियो र आज म उहाँलाई सबभन्दा पहिले हाम्रो भोलि चाहिँ 16 गते भीमप्रसाद जङ्गु छ, उहाँलाई म बधाई दिन चाहन्छु। सबैले चाहिँ बधाई दिनलाई आज मुख्य चाहिँ हाम्रो माने कार्यक्रम छ। उहाँको राजनीतिक विषयमा के देन छ, उहाँको राजनीतिक विषयमा के देन छ भन्ने सबभन्दा मुख्यतः पञ्चायतमा उहाँले चाहिँ भने पञ्चायतको विषयमा भित्र आफू चाहिँ इलेक्सनबाट चाहिँ प्रजातन्त्रको नारा लगाएर उहाँ पञ्चायतभित्र पस्नुभयो। तर पञ्चायतभित्र बसेर उहाँले चाहिँ पञ्चायतमा पनि प्रजातन्त्रकै नारा लगाएर उहाँले चाहिँ भने एकदम गजब तरिकाले उहाँको सङ्घर्ष गर्नुभयो। जुन कि चाहिँ भने पञ्चायतको टाइममा उहाँले जुन बोल्नुभएको छ, उहाँले 2-4 दिन चाहिँ कार्यक्रममा चाहिँ गर्नुभएको थियो, त्यो जुन क्यासेट छ लाखौँ लाख चाहिँ हामीलाई नेपालमा बिक्री समेत भएको थियो। यस्तो किसिमको उहाँको चाहिँ भने पञ्चायत कालमा बसेर पनि प्रजातन्त्रको चाहिँ भने यत्रो चाहिँ पनि देन चाहिँ उहाँले चाहिँ गर्नुभयो। साथै पञ्चायत कालमा उहाँको चाहिँ बन्दी जीवनलाई परिरहेका व्यक्तिहरूको पनि सङ्गठन गरेर उहाँहरूको राजनीतिक जीवन माने परेका व्यक्तिहरूलाई उद्धारको चाहिँलाई पनि उहाँले चाहिँ काम गर्नुभयो। उहाँले जुन 46 सालमा हामीले जुन प्रजातन्त्र ल्याउनलाई गणेश मान र उहाँ दुईजनै चाहिँ मिलेर एकदम 46 सालमा ठुलो रूपमा चाहिँ काठमाडौँमा चाहिँ भने तपाईँको विद्रोह गरेको थियो र त्यस विषयमा मलाई पनि चाहिँ भने घरमा पाल्नु गएर यसमा मद्दत गर्नु पर्यो भन्नुभएको थियो। मैले पनि मद्दत गरिदिएको थिएँ र आखिर उहाँले चाहिँ त्यस टाइममा पनि सक्सेस गर्नुभयो। ल प्रजातन्त्र ल्याउनु र विधान भन्यो, उहाँ चाहिँ स्वास्थ्य मन्त्री पनि भन्नुभयो। यस्तै तरिकाले बित्दै गएको थियो। उहाँको चाहिँ भने हाम्रो प्रचण्डजीबाट जुन गणतन्त्र ल्याउनु हो, साँच्चै भन्नु भने हाम्रो प्रचण्डजीले चाहिँ गणतन्त्र चाहिँ भने हामी ल्यायो। तर उहाँले चाहिँ भने यस्तो किसिमको सक्सेस भयो नेपालको, त्यसमा पनि पद्मरत्नजीको साथ थियो। यस्तो तरिकाले चाहिँ उहाँले चाहिँ भने हाम्रो प्रजातन्त्र ल्याउनमा
गणतन्त्र ल्याउनमा मानव अधिकार सम्बन्धी भयो, हरेक जातीय चाहिँ भाषा सम्बन्धी भयो, उहाँको यति देन छ हामीले गर्ने बयान गर्नै नसक्ने यस्तो देन छ उहाँको। हामी 30 गते हाम्रो चाहिँ उहाँको भव्य स्वागत गर्दैछौँ र उहाँको स्वागतमा पनि यहाँले पनि सबैले सरिक भएर राम्रो सक्षम पारिदिनु होला भन्ने मलाई विश्वासका साथ म दुई वचन यही टुङ्ग्याउँछु। यो सभा पनि यही विसर्जन गर्न चाहन्छु। धन्यवाद।